प्रधानमन्त्रीको सोकीहरूको चाहिँ रजगज भनेर जेनजीले प्रश्न उठाइरहेको छ खास के हो यो त्यो कुरा के हो त्यो मलाई पनि थाहा छैन हैन हो थाहा नभएको कुरा मैले ढाँट्दिनँ के थाहा भएको भए थाहा हुन्छ छ भन्ने हुन्थ्यो अब जहाँसम्म अब स्वकीय सचिवको कुराहरू हुन्छ उहाँहरूको के कुरा हो व्यक्तिगत यो प्रधानमन्त्रीज्यूलाई थाहा हुने कुरा हो यसको जवाफ चाहिँ प्रधानमन्त्रीज्यूलाई थाहा होला अब रजगज भनेको केमा रजगार गर्यो त्यो कुरा चाहिँ मलाई थाहा छैन अहिले जेनजीहरूलाई एकदम कोसिस गर्नुहोस् सिक्नुहोस् राम्रोसँग यो देश चलाउने चाहिँ एकैचोटि सिकिँदैन कसैले पनि एकैचोटि जन्मेर सिकेको छैन अब जेनजीहरूले नै भविष्यमा चाहिँ देश चलाउने हो त्यसैले अहिलेदेखि नै सिक्दै जानुहोस् राम्रोसँग ढङ्ग ल्याउनुहोस् अब कहिले कहिले सिक्दै जाँदाखेरि कहिले कहिले गल्ती पनि हुन्छ बिराइन्छ पनि होइन बिराउनु भनेको ठुलो कुरा होइन तर काम गर्न चाहिँ नछोड्नुहोस् अगाडि बढ्नुहोस् र भविष्यमा चाहिँ देश चलाउने जिम्मेवारी लिनुहोस् भनेर जेनजीहरूलाई मैले बारम्बार भनिरहेको होइन ढङ्ग यस्तो हो नि ढङ्ग त मेरो पनि पुग्दैन कहिल्यै नगरेको काम कसैको पनि पुग्दैन के त्यसकारणले जस्तो म अहिले मन्त्री भएको छु मेरो मन्त्री भएको पनि मैले कहिल्यै नगरेको काम भएको हुनाले कुनै ढङ्ग पुग्यो होला कुनै पुगेन होला जेनजीहरूले पनि यसो आन्दोलन गरेर नयाँ व्यवस्था नयाँ परिवर्तनको कुराहरू देश कसरी चलाउने भन्ने सिक्दैछन् सबैको ढङ्ग एकैचोटि पुग्दैन ढङ्ग पुगेको छैन कोही पुग्छ कोही पुग्दैन त्यस कारणले सिक्दै जानुहोस् गल्ती हुन्छ भनेर नडराउनुहोस् गर्छन् नि त अब गुनासो नगरेको कुरालाई गर्यो होला होइन अब सकेसम्म यस्तो हो के जेनजीहरूको चाहिँ गुनासो अहिले नै पुरा गर्ने सबै भन्ने कुरा हुँदैन यो चाहिँ समय अनुसार चाहिँ पुरा गर्दै जाने हो